मगरको सुँगुर यहाँ छ नेवारको पाठो केही छैन केही हेर्ने गर्थ्यौँ यहाँ बसेर तर अहिले चाहिँ देख्न सक्नुहुन्छ बस्तीहरू पनि छैन क्यामेरा हाई गर्दैन देख्नु कस्तो रमाइलो छ ल हेर्नुहोस् है राम्रो नि यहाँ चाहिँ मिठो नुहाइदिँदैछ है ल है नुहाइदिँदैछ अहिले चाहिँ म गाउँमा आइसकेँ होइन अनि आज चाहिँ स्पेसली हाम्रो पूजा छ है देख्न सक्नुहुन्छ सो तयारी हुँदैछ पूजाको लागि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ मतलब मेरो मामा घर है अहिले चाहिँ बस्तीहरू खासै छैन यहाँ रेडी गर्दै हुनुहुन्छ अर्को पालि धाराको आवाज फेरि खतरा हुन्छ देखाइदिनु त खै म धान्न सक्ला जस्तो छैन गाउँमा अनि हुँदैन हुस्सु खुसी लाउनु चाहिँ अरूभन्दा बिहान बिहानै धनिया पनि खतरा देख्न सक्नुहुन्छ सब लोकल हुन्छ है अनि हजुरहरूलाई चाहिँ थाहा छैन होला पहिला यो ठाउँ कस्तो थियो भने अब हामी सब यो गाउँको होइन मान्छेहरू आएर यहाँ टिभी हेर्ने गर्थ्यौँ यहाँ बसेर तर अहिले चाहिँ देख्न सक्नुहुन्छ बस्तीहरू पनि छैन भिन्टेज भएछ अहिले चाहिँ सहरबाट आउनेहरूलाई चाहिँ बवाल लाग्छ यो ठाउँहरू है अति बवालदेखि भइसक्यो पहिला चाहिँ यहाँ खत्रै धेरै मान्छे नै हामी खेल्न आउँथ्यौँ म नि पहिला स्कुल पढ्दा आउने यहाँ डिन्डा खेल्ने गुडगाउने सुडगाउने कुराहरू खेल्थ्यो अहिले चाहिँ केही छैन अहिले हामी एक घर र उताको लोकल खानी भयो आमै छाङ गाउँमा ओ म हात गल्दैन नि हजुरको उहाँसम्म अहिले मैले बोक्दै अनि मम्मीले भ्लग गर्दै आफूले गर्दै हिँड्छ नि होइन गाह्रो हुन्छ नि बोकिदिनु चाहिँ भ्लग गरिदिनु पऱ्यो फेरि हजुरले गाउँघरको फेरि लोकलको खानु मजा छुट्टै छ नि है 4वटा कुखुरा हान्नु पर्छ अनि 2टा कहाँ काट्ने के गर्ने हो अहिले यिनीहरू चाहिँ कोही बस्दैन यता त है कस्तो बवाल फोटोसोटो हान्यो भने भिन्टेज आउला जस्तो यहाँ चाहिँ हाम्रो माथि आफ्नै अब आफ्नो घरको पूजा गर्ने मन्दिर हुन्छ क्या सो अहिले हामी त्यही मन्दिरमा जाँदैछौँ यो सब अहिले हामी पुरानो बाटो हिँड्दै ए यो टपको बस्ती त्यो चाहिँ कटरको रुखै पहिला दिँदा कटर खाइन्थ्यो हामीले नमस्ते माइजू सबलाई चाहिँ भिडियोमा लिएर आउँछु कि आज म चाहिँ यहाँको हाम्रो मम्मीले चिनाइहाल्छ नि सबैजनालाई अझ यहाँ हुनुहुन्छ वहीँ जानको लागि होला अब यहाँबाट धेरै छैन 3-4 मिनट उतै हो होइन कस्तो हुस्सु लाग्ने क्या यति बेरसम्म हाम्रो अनि खतरा पढाउँछ नि फेरि पहिला त दिन पढेको नि गर्नुपर्छ न हजुर फोनमा बोल्दै त्यो अदाल कतिवटा लिनुपर्छ ए हेर्नुहोस् है हेर्नुहोस् यही हो हाम्रो मम्मीको मामा घर कस्तो बवाल देखिन्छ है ए मम्मीको त माइत घर मेरो चाहिँ मामा घर है मम्मीको त आफ्नै घर भनौँ मिस्टेक भयो सरी क्षमा पाम माफ पाम है ओ चमा छिटो आउनु के हजुर त खै हजुर आउन्जेल त म खाएर नि फर्किसक्छु होला ल म त आजै फर्किने हो छिटो आउनु है छिटो आउनु ऊ त्यो मन्दिर ल हेर्नुहोस् कस्तो बवाल मन्दिर मान्छे देख्न सक्नुहुन्छ कति छ मान्छे आजै मात्र फेरि मान्छे नि अरू बेला त यहाँ आउँदैन हो कि होइन मतलब चाडपर्व हुन्छ यताउति मान्छे हुन्छ नि त अरू बेला मान्छे खासै हुँदैन नि है अनि अझले के भनिदिनु न यहाँ भ्लगमा भिडियोमा के भन्ने हो मैले अब सबै ठिक छ अब अनि हात गले छैन गला हैन हाम्रो अझ फेरि क्यामेरा भन्यो भने नबोल्नु हुन्छ 1 घन्टासम्म यहाँ क्यामेरा ल्याएर बोल्ने त्यस्तै हो नि फेरि हाम्रो अझ नि यहाँ फेरि यो नातिले फेरि सघाएन बोकेन नभन्नु है मलाई बोक्न मन थियो तर हात यहाँ भिडियो गर्नु पर्यो नि त एउटाले खिच्नु पर्यो एउटाले देखाउनु पर्यो हाउभाउ हुनु पर्यो नि त बल्ल त भिडियो चल्छ फेरि बोरिङ हुन्छ क्या खै मम्मीले गर्ने भए उस गरिदिन्छु के अरे ल ए मन्दिर चाहिँ हाम्रो मम्मी अघि हिँड्नुभएको छु म पछि छु मान्छे टन्नै छ म देखाउँछु सबलाई है आफ्नो उसमा फोटो खिचिदिनु रे पहिला म चाहिँ मेरो मम्मीको फोटो खिचिदिन्छु पहिला 2टा भाले समातेको 2टा समात्नुहुन्छ कि 4वटा समात्नुहुन्छ मम्मी अब यहाँ पहिला के गर्छ त यहाँ पहिला यहाँ के गर्छ सुरु गर्नलाई पूजा पहिला बङ्गुर काट्छ त्यहाँबाट पाठा काट्छ अनि कुखुरा काट्छ ए ल बङ्गुर काटेको नि देखाउँछु कुखुरा काटेको नि देखाउँछु पाठा काटेको नि देखाउँछु हाम्रो टुरिस्ट मामालाई पनि भ्लगमा ल्याउनु पर्छ ओ टुरिस्ट मामा हेलो हेलो ल मान्छे चाहिँ धेरै चाहिँ
यो चाहिँ हाम्रो सबै मामाका सबै हजुरको यो कुखुरा नाइस नाइस बेलुका सँगै खानुपर्छ अब टुरिस्ट मामालाई पनि भ्लगमा ल्याउँदै चाहिँ मैले फेरि मामा है समय मामा अस्ति मैले उहाँलाई भेटेको थिएँ नि फेरि काममा जाने बेला नि है मामालाई मैले भेटिरहेको थिएँ मामा चाहिँ हाम्रो टक्कै बुद्ध चोकमा बस्नुपर्छ यहाँ देखाउनु साइलेन्ट भएको चाहिँ हाम्रो त पहिला नि हेर्थेन नि काटेको त के हेर्थेन मलाई बानी परिसक्यो ढुक्क चिलमा हुन्छ चिलमा मामा लानुभयो गाह्रो छ नि नयाँ मान्छेहरूले जो कतिले सक्दैन नि फेरि यो देखाउनु मिल्दैन होला युट्युबमा कहीँ ट्राई गर्छु हाल्न मिल्दैन ठिक छ नत्र फेरि म पालेर अर्को पाट हाल्छु है कति देखेको छ यहाँ खुन खराब देखिरहेको छ है ओ हेलो मामा नमस्ते म यहाँ टाढो देखाउँछु हजुर मामा आज यहीँ बस्नुहुन्छ होला नि अनि हजुर हजुरले अनि भ्लग हेर्नुहुन्छ कि नतकल भान्साको हेर्दैन मामालाई थाहै छैन म बेलुका त्यहाँ च्यानल सब्सक्राइब गर्छु अहिले सब युट्युबमा भिडियोहरू हाल्छु कि मैले युट्युबबाटै कमाउने बस्ने अब धेरै काम साम ल अनि अरूलाई पनि भनिदिनु पऱ्यो म कार्ड लिएर आउनु पर्ने है कार्ड ल्याउने बिर्छु अर्कोचोटि पोखरामा भेट्यो नि म कार्ड लिएर आउँछु नि है ओ बहिनी हेलो मान्छे आज चाहिँ टन्ने छ है तर यो भिडियो पनि चलिहाल्छ नि गाउँमा यस्तो रमाइलो हुने रहेछ भनेर अब अहिलेसम्म कसैले देखाएको थिएन यहाँ यसरी मै होला सुरुमा देखाउने के अरे चिज देखाइसकेँ चिजलाई धेरै देखायो नि झ्या हुन्छ त्यो खुन खराब देखायो नि फेरि ब्यान गरिदिन्छ गाह्रो छ नि फेरि यसको शरीर पनि हल्लाउनु पर्छ कि पानी हालेपछि यस्तो हुनु पर्यो क्या टाउको चाहिँ भयो होइन शरीर भएन क्या त्यही कुरामा छ यहाँ त्यो पानी हालेर अब त्यसले यस्तो हानेपछि सुरु हुन्छ है धेरै गएन खेर गएन है सर्ट अब चाहिँ कुखुराको पालो है सबैको कुखुराको पालो अब यो बाटो खुल्यो सबैको लागि धेरै देखाएँ बाटो खुल्यो सबको लागि अब चाहिँ यति भएपछि अब कुखुरा काट चाहिँ यहाँ छ एउटा अनि यहाँ छ पाठो मगरको सुँगुर यहाँ छ नेवारको पाठो कुखुरा सबको आउँदैछ है खुल्यो अब म चाहिँ यहाँ धेरै हुँदैन होला देखाउँदिनँ अब घरमा नि हुन्छ नि त त्यो घरको देखाउँछु यहाँको देखाउन मलाई डर लागिरहेको छ च्यानलमा अस्ति भर्खर स्ट्राइक भन्दा नि के भन्दा तर वार्निङ आइरहेको छ यस्तोहरू देखाउनु चाहिँ रिस्क छ क्या अब 3 महिना नि भएको छैन है देखाउन मिलेसम्म देखाउँछ है देखाउन मिलेन भने सेन्सर गरेर भयो नि हाल्छ आई विल ट्राई माई बेस्ट गाइज मन्दिरमा काटेपछि होइन मन्दिरमा काटेर भएपछि सबको मन्दिरबाट बाहिर फालिदिन्छ है ल आयो है अब अर्को नि आउँछ यहाँ तल अब अर्को आयो भट्टाभट आउँछ अब देखाउँछु म एङ्गल फ्लाइङ चिकनहरू आउँदैछ ब्याक टु ब्याक फ्लाइङ चिकनहरू मान्छेले उडाइदिँदैछ कि आफै त उडेको छैन मान्छेले उडाइदिँदैछ है स्टेप अर्को आउँदैछ जति हुन्छ भित्र काट्छ अरू जान मिल्दैन फेरि भित्र काट्ने त्यहीँ भित्र जतिजना छ तिनीहरूले मात्र काट्न पनि मिल्छ अरूले चाहिँ मिल्दैन है सुनेछ होला नि मेरो आवाज होइन लाइक सेयर सब्सक्राइब गरिराख्ने यस्तो म फेरि अनि हजुरलाई लाइक सेयर सब्सक्राइब गरिदिनु म अर्कोचोटि आउँछु नि फेरि गाउँमा फेरि देखाउन आयो अर्कोचोटि आउँछ फेरि यस्तै देखाउँछु धेरै भइरहन्छ नि त यस्तो कुराहरू ब्याक टु ब्याक आउँदै देखाइरहन्छ हाम्रो गाउँमा के कस्तो हुन्छ भनेर धेरै कुराहरू हुन्छ यहाँ सबै गाउँ मिसिएको छ नि त मगर गुरुङहरू अनि नेवारहरू सब एकै ठाउँमा छ होमस्टेहरू पनि छ बस्न आउन मिल्छ लोकेसन म सेयर गरिदिन्छु मामा त भाग्दै समात्दै भ्याइ है काटेर मामाको चाहिँ लिन जाँदै हुनुहुन्छ तल फाल्दैछ है सबको तल
कम्तीमा नि यहाँ 60-70 कुखुरा अन्त बढी छ होला 60-70 बढी होला एउटाबाट 3-4वटा आयो भनेपछि 100-150वटा होला कुखुराहरू सब काटेर यतातिर फालिदिन्छ आफ्नो खोजेर लग्ने है स्टकमा छ यिनीहरूको पनि पालो आउँछ अहिले एकैछिनमा हाम्रो नि छ अब हाम्रो चाहिँ एकैछिनमा आउँछ ढुक्क जान्छ म चाहिँ भ्लग्स खिचेर आनन्दले जान्छ हतार छैन मलाई चाहिँ मम्मीलाई हतार भएको सजिलै काट्नु रहेछ कुखुरा चाहिँ त्यो देख्नु खतरा चाहिँ लोकल फाल्नलाई म यहाँ लाइनमा छु है हाम्रो मामाहरू लाइनमा हुनुहुन्छ ल हुन्छ ठ्याक्क आयो भन्छ नि टिप्नु है ल यहाँ म पेन्डिङमा छु है पेन्डिङमा ए ल ल ल ल अझको हातमा पनि छ यहाँ ल ल ल ल यहाँ तल आएको छ अब म यहाँ मान्छेहरूको देखाउँछु यहाँ समातेको मामाहरू त उहाँ पुगिसक्यो लिएर यहाँ फ्लाइङ चिकन आउँछ त माथिबाट है यहाँबाट पिक गर्दै छिन् केही छैन फ्लाइङ चिकन आउँछ उयो तलै गयो अरे त डरको माहौल चाहिँ एक चिकन लाएर ढल्छ नि फेरि सिधै बारीमा पुग्छ खस्छ नजिक बस्नु केही हुन्न ढुक्क फोनमै लाग्यो भने बवाल देखिन्छ फोनमै लाग्यो भने त यसले दाउ छोप लगाएर अहिले यार मेरो कुकु भ्लग्स छ दिए हेर्नु है हजुरले पनि गएर टक्क आउँछ फ्यामिलीलाई भनिदिनु सबलाई अनि पार्सल रिसिप्ट टेक ओभर गर्नलाई मम्मी छ चिन्नुभएको छ एउटा अघि पनि आइसक्यो जस्तो यो अर्को नि एउटा चाहिँ अब एउटा साउन्ड त्यसपछि हामीहरू निस्किन्छ ओए त्यही नेगेटिभ कमेन्टहरू आउँछ होला होइन तर त्यस्तो होइन अब चलिआएको रिचुअलहरू यहाँ आफ्नो धर्मअनुसार होइन भक्कल सकल काट्ने हो अब त्यस्तो भन्न मिल्दैन कि सबैको आफ्नो हुन्छ अब नराम्रो त लाग्छ त्यही नि चलिआएकोहरू चल्नु पऱ्यो नि त हामीले बुझ्न मिल्दैन नि त यहाँ फेरि एउटा कुखुरा भाग्यो अरे अनि हामी चाहिँ यो बाटो जुन बाटो आएको त्यही बाटो फर्किनु पर्छ कि म चाहिँ उताबाट निस्किनु लाग्थेँ हुँदैन र कि रोडै जानुपर्छ अरे है किन मम्मी त्यस्तो चाहिँ ए घरको बाटो हिँड्नुहुन्न यो चाहिँ घरभित्र लैजानु नै हुन्न यो साँच्ची केही मासुहरू घरभित्र होइन सबै बाहिरै पकाएर खास यसको मेन उद्देश्य त्यही हो क्या घर अब यता गाउँबाट जान मिलेन अघि आएको बाटो चाहिँ अब हामी हिँड्न मिल्दैन क्या घरभित्र छिराउन घर दैलोमा पुऱ्याउनु भन होइन आमा ल आमा पनि भ्लगमा आउनुहुन्छ है अब राममाको छोरा ठुलो भइसक्यो हाम्रोले खतरा सपोर्ट गर्छ नि है मलाई चाहिँ फुल्ली सपोर्ट हो फेरि घरबाट त दायाँ माया कसैले केही भन्दैन ब्लगर बन कामसाम छोडिदियो भन्छ तर फेरि अहिले अलिक पैसा आउनु नि त सर्भाइभ गर्नु पऱ्यो कन्टेन्टको लागि पनि अलिअलि खर्च हुन्छ सो युट्युबलाई बिस्तारै अगाडि बढाउँदैछु जर्नी चाहिँ भोलि कन्सिस्टेन्सी त हो अहिले नर्मल हो 4-5 वर्ष भिडियो चल्यो नचल्ने हालेको रहेछ एक दिन कसो नचल्ला र होइन मम्मी के कुखुरा हो बोरा होइन भनेर ल देखिहाल्छ नि मेरो भ्युवर्सहरूले अघिदेखि त्यत्रो देखाएर चाहिँ बोरा एउटै 5 किलोको छ यहाँ मैले 3टा बोकेछु भने 15 किलोको बाइसेप आज जिम गर्नु नि त सो वर्कआउट यहीँ हुन्छ 15 किलोको बाइसेप कल हान्दैछु है खतरा अब रमाइलो अब मेरो 2टा बहिनीहरू आउँदैछ 2टा बहिनी भोलि शनिबार छ नि त छुट्टी छ उनीहरूको नि 2जना आउँदैछ सन्ध्या र रेनु त्यहाँ चाडा हो म तिमीहरूलाई यहाँ देखिरहेको छु भिडियो हेरेछ नि यहाँ कमेन्ट हान्ने यिनीहरूले त भिडियो हेर्दैन कि भन्ने मात्र फेरि आफ्नै बहिनीहरूले अनि माइजू आउँछ अरे मामा चाहिँ आउनु होला है आउनुहुन्छ अरे मामा नि समानी अहिले दिउँसो आउनुहुन्छ अरे सो रमाइलो हुन्छ अहिले चाहिँ हामी टक्क सुरुमै चाडा आएको कि अझै यहाँ एक्लै हुनुहुन्छ अनि काम गर्न गाह्रो हुन्छ नि त सो अझैलाई नि हेल्प हुन्छ नि हामी बिहानै 6 बजे आएको निस्केर हिजो 2:30 बजे सुतेको भ्लग एडिट गरेर फोटोसोटो पोस्ट गरेर 1 हप्ता जति भयो म राम्रोसँग सुतेको छैन त्यही 3-4 घन्टा 4-5 घन्टाभन्दा सुतेको छैन यार अहिले यो उमेरमा दुःख गरे पनि भोलि फल पाइन्छ नि त हो कि म सुतेको छैन आजकल लास्ट गाह्रो भएको हात नि गले यार बाटो यही है गाडी नै आउँछ गाउँघरमा अहिले हेर्नु त धारा भने धारा छ बत्ती भने बत्ती छ तर मान्छेहरू छैन कि हेर्नुहोस् न धारा छ बत्ती छ सब छ तर जुन चाहिँ हुन पर्ने अहिले मान्छे छैन गाउँघरमा हेर्नुहोस् त
त्यही हो विकासले मान्छेलाई टाढा बनाउँछ नि हो रहेछ विकास हुँदै गयो मान्छे झन् टाढा टाढा अझै सुविधा चाहियो त्यसैले गाउँठाउँलाई नै यसो बस्नुहोस् आउनुहोस् केही गर्न खोज्नुपर्छ है फेरि हजुरले किन आउनु बसेको किन नआएको भन्नु होला है हामी भनेको त यहीँ हुर्केको होइन त यहीँ हुर्किनेलाई त सहज छ नि त बस्नलाई चलाउनलाई गुरुले कस्तो याद आयो अब पहिला पहिला म नि आगो सागो लिन जान्थेँ कि अब माइजू आगो दिनु न अझै आगो दिनु न भन्थ्यो कि कहिले दिउँसो खाजा बनाउनु पऱ्यो नि अहिले चाहिँ टक्क लाइटर साइटर छ ए यो चाहिँ अहिले मैले बाहिर लैजानको लागि है कोइला सोला अहिले लग्नु पऱ्यो नि त निकालेर लग्छु गाउँघरको काम आउँछ नि म नि पहिला पहिला गाउँघरमा हुर्केको नि 3-4 वर्षहरू सो एक्सपिरियन्स छ अलिअलि अब म देखाउँछु नि कसरी पकाउँछु के गर्छ स्टे ट्युन फर इट गाइस सन्ध्या बहिनीहरू नि आइपुग्यो यो चाहिँ म बाहिर के छ ठीक छ दाइ हिँडेर आएको रे ऊ चाहिँ अलिकति वेट घटाउनलाई कस्तो फोकस नलग्यो कि सन्ध्या यहाँ रेडी गर्दैछ यता ओ हेलो हेलो रेनु बहिनी के छ यिनीहरूलाई मैले गाउँ टुर हनाउनु लगाउँछु नि फेरि उता नि हुँदैछ उता चाहिँ पाठो हामी हन्ट हान्दैछौँ सफा गर्दै घरहरूमा त मान्छे छैन है पहिला हाँडेन्दा खेलिन्थ्यो यार आजकल त अघि यार हाँडेन्दा ठोक्यो नि यस्तरी हिँड्दाखेरि सिधै यहाँ ठोकेर यहाँ पनि हाम्रो हुँदैछ है हाम्रो यहाँ चाहिँ मामाहरू दाईहरू सबैजना भ्लगमा आउनुहुन्छ है हजुरहरू बिन्दास हेर्नु होला साइलेन्ट काम हुँदैछ यहाँ चाहिँ सरगम के अरे भ्लग कहिले बनाउने खै त भ्लगमा बोलेको खै ल यस्तो यहाँ आउनु यहाँ हो तिमी दाइ ल यहाँ दाइसँग बोल्ने अस्ति फेरि दाइ भ्लग बनाउनु म त कहिले नि आउँदैन भन्ने अनि यहाँ बस ल दिदीले यहाँ सिकाउँछ यो ल बस के भ्लग छ हेलो गरिदेऊ के छ भ्लगको च्यानलको नाम अनि हेर्छौ कि न तिमीले तिमी मासु काट्नु सिक्ने होइन आज सरगमले कति खान्छ अरे मासु साँच्चै लाग्यो सरगमको फेभरेट चिकन हो कि अनि उसो पाठा हो कुन हो फेभरेट चिकन हो कति किलो खान सक्छौ अनि मम्मीको नाम के भनिदेऊ अनि अजीको नाम मन कुमार श्रेष्ठ अनि दिदीको रेनुका है भनेपछि मासु खानुपर्छ नि ए अनि यो दिदी बोल्दैन है यो दिदी सेन्टी भएर बस्छ है भोलि काम हो कि होइन यिनीहरू चाहिँ बेलुका फर्किने हो सक्छौ अनि हिँड्दै होला नि कि गाडीमा आएको होइन अहिले त गाडीमै हो जाँदा त हिँड्दै होला गाडी पाएन भने पायो भने चाहिँ गाडीमै आज मासु है मासु च्यालेन्ज गर्नुपर्छ सबैले कसले धेरै खाने भातको भाग्ने मासु खाइदिउँ मासु खानु छ नि यहाँ आउन सक्नुहुन्छ है हजुरहरू पनि उपलब्ध छ छरपष्ट छ लोकल छ मासु किङ है मासु किङ हामी यहाँ 3 दिनमा मासु खाने आज यहाँ भाइरल बनाउनु पर्छ यहाँ 4वटा ल एकजनाले एउटा कुखुरा हान्छ भ्याउँछ सरगमले 2टा मैले एउटा यिनीहरू त अब 1 कुन्टा बाडेर खान्छ धेरै खाँदैन शरीरले लाग्छ धेरै खान हुन्न मासु जाने सन्ध्याले रेनु पनि मोटाउँदैछ म मात्र स्लिम भनेको म त आधी बोइल गरेर खान्छु आधी उसिनेर खान्छु अनि त्यसो फ्राई गरेर खान्छु तरकारी बनाएर खान्छु अनि अचार बनाएर खान्छु आज चाहिँ दाइले काँचै मासु खान्छ बेलुकासम्म नन खाएको खाइ यो सब कुराहरू चाहिँ बारीमा होकेर हुन पर्ने तर आजकल त्यही हो म्यान पावरको कमी छ नि त अनि यो मासु बाहेक चाहिँ अरू चाहिँ हाम्रो यहाँ पाक्दैछ देख्न सक्नुहुन्छ यो मम्मीको स्पेसल अचार है यो चाहिँ स्पेसल भन्नु चाहिँ बन्दाको पो रहेछ म त अरू केहीको होला बन्दाको रहेछ यो चाहिँ हाम्रो किचन है देख्न सक्नुहुन्छ पहिला चाहिँ खतरा थियो अहिले त अलिकति ल अर्ग्यानिक बोडिरहेर है देख्न सक्नुहुन्छ यसले त मासु मात्र खान्छ है ऊ मासु लिन गएको भित्र ल्याउनु हुन्न है भित्र ल्याउनु चाहिँ भित्र ल्याउनु मिल्दैन सब बाहिर पकाउने बाहिर खान्छ यही हो अब यहाँ अहिले म फेरि खतरा रुम टुर पनि हनाउँछ है रुम टुर भन्दैन हाउस टुर हनाउँछु होइन खै बोल न तिमी चाहिँ कहाँ अनि बोलेछ त खै अनि तिम्रो साथीहरूलाई भन्दैछौ कि नै ल एकचोटि नाच्देऊ न त उ त्यहाँ नाच्दैन कम्मर हल्लायो छिटो एकचोटि ल खै ए लजाको गर्लफ्रेन्ड छैन त्यही न त नाच ल छैन भने नाच न त नाच्दैन ए भनेपछि नरहेछ नाचेको कस्तो अहिले म घर टुराउनु हुन्छ पहिला हाम्रो घर कस्तो थियो भन्दाखेरि यो सब भत्काएर बनाएको नि होइन मम्मी
मन थियो क्या यो भत्काएर बनाउनु बेला दाउरा सारा बोकेर ढुङ्गा लगाएर माटोले लिपेर बनाएको सरगम त जन्मै थिएन त्यति बेला के मेरो सासले कुकुर ब्लग सर्च गर भने कुकुर ब्लग अनि आए भेटाएँ म अनि कुकुर ब्लग खान त कुकुर भए म टोक्देलाई फेरि के छ अझै त क्यामेरा देख्यो भने त कहिल्यै बोल्नु न किन यो नेवार भाषामा भनिदिनु त नबुझेर होला नेपाली अझैले अनि क्यामेरा आएपछि यस्तो बोल्नु आइहाल्छ नेवार भाषामा भन्नु के नातिले भलक बनाएको के हेलो अजी भन्दा हाई नाति भन्नु पर्यो हेर्नु त क्यामेरा हाई गर्दिन यो आउँछ क्या भिडियो युट्युबमा अनि थाहा हुनु पर्यो नि अब आउँछ हजुर खतरा हेर्नु है यहाँ मम्मीले पठाइदिन्छ हजुरलाई मेसेन्जरमा मेसेन्जरमा होइन उसमा यहाँ टक्क हाम्रो यहाँ कुकै आजको यहाँ देख्न सक्नुहुन्छ उमेरै होइन हजुरको अनि बाठी हुने अनि अब नाति छ त बाठो अनि नातिले गर्छ अब जे गर्छ नातिले गर्छ बाठो भयो सरगम फोमा है अनि फोमा भनेपछि रेणुकाको स्पेलिङ भन्छ अनि कुशल श्रेष्ठको के रे ए अनि कुकु ब्लग्सको अनि माइकल ज्याक्सनको स्पेलिङ के रे माइकल ज्याक्सन भन त माइकल अनि कस्तो जान्ने अनि तिमीलाई म के सोध्छु भनेपछि अनमोल केसीको स्पेलिङ भन्नु के रे अनमोल केसीको के स्पेलिङ भन भन्दा होइन तिमीलाई नेपालमा फेमस मान्छेको नाम केपीको नाम भन केपी शर्मा ओलीको मन पर्छ नि मासु भन्दा खाउनु कस्तो यो भालेको अन्डा हो क्या जाने तिमीले अघि भनेको किन भालेको अन्डा मन पर्छ गाइस भालेको अन्डा हुन्न भन्दा हेर है त्यहाँ कतिवटा छ यो भालेको अन्डा एउटा दुईटा कस्तो खालको अन्डा कतिवटा छ एउटा दुईटा 3 4 5 6 7वटा है सरगमलाई अहिले पकाएपछि दिन्छ है म दुईटा तिमीले खा दुईटा म पकाएपछि नमिठो हुन्छ क्या किन खानुहुन्न भन त छोड न किन खानुहुन्न भन न ओए थाहा रहेछ भाइ खानुहुन्न So guys, we are finally ready to have है एप्स हान्नु रेडी भइसक्यो हामी पाक्दैछ कत्रो छ अन्डा है यो नेवारी आइटम हो कि त्यो अन्डा है ओए ए यहाँ ल हालो त आज रेनुले हालेको खानु पर्यो यार यहीँ बाहिर है खाने लोकल पारामा अति बवाल हुन्छ अनि हजुर पनि ट्राई गर्नु कि कहिले काहीँ गाउँघरमा जानु आफ्नो मामा घर यताउति जानु है रमाइलो गर्नु सधैँ घर बस्दा डिप्रेस बोर त्यो लोनलीनेस फिल भएछ नि सो ट्राई समथिङ डिफ्रेन्ट अलि एक्सप्लोर गर्नु क्या लाइफलाई जिउन सिक्नु पर्छ है यहाँ रेनुले यस्तो खतरा सिक्दैछ यहाँ ओ पनि हेर नि पनि यहाँ खुङ्खार राजाले चलाउने पनिया राजाले यही पनिया चलाउँथ्यो अनि रेनुले चोरेर ल्याएको अरे क्या यहाँ बसेर पनि हामी चाहिँ सबै यो चाहिँ हाम्रो घर हो देख्न सक्नुहुन्छ अति बवाल छ है हाम्रो अझै चाहिँ खुङ्खार नि ऊ सिधा 1 किलो चामल आयो अन्त खोल्दिनँ टक्क यहाँ आयो बस्यो रमाइलो भयो घर चाहिँ रमाइलो भयो सोचेको भन्दा म चाहिँ जस्ट आइन्छ मान्छे हुँदैन नि अझै चमाहरू ठुलमम्मीहरू आउन बाँकी छ मामाहरू आउन बाँकी छ बेलुकासम्म कुर्छौँ के अरे मामालाई हामी सम्झिरहेको छौँ ओए कोही डेन्जर गरिदिने यार त्यही हो रमाइलो छ मान्छेहरू चाहिँ खासै छैन के देखा छ अरे खै कसले शाबाश बेटा बहुत बढिया मुन्ना रेडी हुन्छ यो चाहिँ मिठो भुटान छ हैन लोकल पारामा खाइदिहाल्नु उति हो के तिमी मलाई ल्याउन त धेरै तिम्रो यो खाना है
सुरु भइसक्यो यहाँ खै यहाँ चोरिदियो मेरो मासु मेरो चोरिदियो कस्तो रमाइलो छ ल हेर्नुहोस् है यो हो कि हाम्रो पूजा गर्ने भएर पूजा भनेको चाहिँ यस्तो चाहिँ टक्क घर बाहिर पहिला पहिला बारीतिर बसिने आजकल चाहिँ अब त्यही त हो गाह्रो हुन्छ सामानहरू यताउति गर्न मान्छे छैन भनेर चाहिँ घर तल बस्छ रमाइलो छ सबैजना भाइब भइरहेछ पक्का त्यो 90s को भाइबहरू फिल भइरहेछ क्या त्यो पहिलाको लाइफस्टाइलहरू पहिला पहिला हामी यहाँ आउँदाखेरि यस्तो नि खाइन्थ्यो रमाइलो हुन्छ क्या अझ अरू मान्छेहरू हुँदा रमाइलो हुन्छ मेरो यहाँ छ यति सरगमको खै सन्ध्याको खै खै देखाउ त हो खै सर म यहाँ भिडियो ल त म सबैलाई भिडियो गरेर देखाइदिनु हजुरले यसरी देखाउँदै सोध्नु न कस्तो लाग्दैछ यताउति भ्लगमा अब यसरी गर्नु मैले भ्लग गरेँ भन्दै बोल्दै देखाउनु न म यसरी सिधा कि म कसरी गर्नु हजुरलाई सरगम कस्तो लागिरहेछ आज भार पुर्ने हाम्रो सन्ध्या ए बुवा आज कस्तो लागिरहेछ हाम्रो बुवालाई ए हाम्रो बुवा आज बियर खानु पाएको मक्कै त्यसै रेनुका ए हाम्रो ठुलो बुहारी फेरि के हो त रिसाइरहेको चाक फर्काएको ए तेरि त फर्का यो त भएन फेरि भलकमा चाक आउला फेरि मुख आउला भन्दा माङ कस्तो लागिरह ए ए ल ल ल ल उहाँहरू माग्ने गम गम खाइराख्नु भयो हाम्रो ठुलो भदिनी ए यता पकाएको आइटमहरू अनि हाम्रो कुक्कु भलकलाई कस्तो लागिरहेको छ त नि आजको मामा घरको रमाइलो ल ल जस कुक्कु भलक नि जस मामा घरको आज भार पूजा एकदम रमाइलो लागिरहेको अरे ए होइन ल ल हाम्रो छ यताले त यहाँ मसँग बसेको यसको नाम के हो सो तर मम्मी यसको नाम के हो के रे मम्मी भुन्तुरे त्यसो भुन्तुरे नाम भुन्तुरे त यसको होला नि हाम्रो चमाहरू नि आइसक्नु भएको छ फाइनली धेरै यो हाम्रो चमा चाहिँ फर्स्ट टाइम है भ्लगमा आउनु भएको है तिमी पनि फर्स्ट टाइम है अनि हाम्रो ठुलमा पनि फर्स्ट टाइम है भ्लग यो चाहिँ हाम्रो चमाले लगेर पानी रे है कतिवटा क्युट ए के दुईटा मात्र दिन्छ दुध यसलाई के हजुर लगेर पाउडर दुध खुलाउने हो नि ए के समृद्धिको भएको हजुरलाई यसलाई दिने हो हिँडे र बेलुकाको माहौल पनि देखाउँछ म सुस्तो म त भर्खर उठेको निन्द्राले थकित भएको थिएँ 5-6 दिन भएको थियो नसुतेको त्यही भएर नसुतेर अघि भर्खर उठेर फेरि भात खाएर एकछिन बसेको अब मम्मीले कामसाम भ्याएपछि माथि डुल्न जानु भने एकैछिन होइन बिहान जस्तो चाहिँ रातिको माहौल अति बवाल हुन्छ यतातिर चाहिँ अति बवाल हुन्छ रातिको माहौल चाहिँ भाइब लिनुपर्छ म देखाउँछु नि है यो ठाउँ चाहिँ पिस लाग्छ अहिले चाहिँ आनन्द माइन्ड फ्रेस बस्छ सुतेर उठेको जाने चाहिँ खतरा लागिरहेको छ हावा अस्ति अब यहाँ चाहिँ पाठाहरू छोप्ने बेला भइसक्यो सबै छोपिसक्यौँ हामीले देख्न सक्नुहुन्छ सबैलाई अब हावाहुरी लागेपछि छोप्नु पनि गाउँघरमा फेरि टक्क छोड्यो नि बेलुका टक्क घरभित्र राख्छ कि बाघ साग आउँछ नि त डर हुन्छ त्यही भएर बाँदर सादर पहिला बाँदरहरू यहीँ आउँथ्यो आजकल चाहिँ नआउनु रहेछ तर क्युट हिँड्ने डेन्जर हावा लाग्छ ओ सरगम के छ सरगमलाई उडाउला है त्यो पाल सँगसँगै फेरि खतरा शीतल हानिरहेको छ अहिले त शीतल ओ यो नि आउनु भयो अब नाम के रे भिजन कि बिजन बिजनले के गर्छ अनि मासु लभर छ नि यहाँ फेरि सबजना मासु लभर ओ समृद्धि नाच्देऊ त तिमीहरू नाच्देऊ उठ्यो त्यो सरगमले रेकर्ड ऱ्याप हान्छ नि गाउँ जान गाउँ डुल्नलाई रेडी हुँदैछ रातिको माहौल ओ गाउँ डुल्न रेडी हुँदैछ सबै रमाइलो छ रोडै जानुपर्छ हाम्रो मम्मी हो आज यहाँको गाइड चाहिँ टक्क बाटो चिनाउने यताउति गर्ने है अनि गाउँ छिर्ने हो कि रोडै हिँड्ने हो
कहाँसम्म जाने हो रोड गएपछि गाउँ र रोड एउटै हो गाउँ रोड एकै ठाउँमा छ रमाइलो छ रमाइलो भाइ यो अलि फ्ल्यास चाहिँ आँखामा पऱ्यो भने देख्न गाह्रो क्या भाइर लिनुपर्छ राति राति दुःख है दुःख यहाँ पहिलाको पानीको दुःख सुन्दैछ कस्तो थियो र म पानीको दुःखहरू पहिला पहिला त 2 बजे 3 बजे उठेर पानी लिन जानु पर्ने अनि अहिले हेर्न जाने र उज्यालो भयो भने जाँदाखेरि त 2 खेप 3 खेप पानी ल्याउँदा पनि कुखुरै नबासेको हो नि घडी हुन्थेन घडी हेर्न नजाने बुढाबुढीले पहिला जुन हेरेर समयले पत्ता लाउँथ्यो रे कल त राति तर्साउँदो रहेछ यति बजे भनेर गएको त यति बजे रहेछ नानी तर्सायो भन्दै गएको भात पचाउनु परेछ उहाँलाई लिएर जाऊँ न त गाउँलाई बोकेर आज रमाइलो गर्न जानु पर्ला जस्तो है हामी त सब 2 दिन चाहिँ उता उता माथि माथि जानुपर्छ 44सम्म गराउने हो गाउँको अहिले पीडा छ अरे कि मैले भनेको यहाँ मगर गाउँबाट रमाइलो छ अरे होइन नेवार गाउँको लेखी मगर गाउँ धेरै रमाइलो यहाँ मान्छेहरू चाहिँ छ है अहिले चाहिँ चाडपर्वमा चाहिँ मान्छे हुन्छ अलिअलि हाम्रो नेवार गाउँमा चाहिँ मान्छे नभएर हामी यता हन्टामा आएको अलिअलि म सिधा युट्युबमा हालिदिन्छु नि फेरि ल हेर्नु पर्यो नि है हजुरलाई त भने म सुरुमै देखाउँछु रोक्ने अब ल हजुर नै आउनुहुन्छ है अब ल उहाँलाई स्वागत छ है यो ब्लगमा ल है सबैजना आउँछ है आउनु त अनि हजुर हेर्नु न आफूलाई आज यो भोलि पर्सिमा हाल्छु यो भिडियो म फेरि ल जाम माथि रमाइलो हुँदैछ है हँसाउँछ अरे कुकुरले चाहिँ हँसाउनु पर्छ अलिअलि भिडियो बनाउँछ सबलाई रमाउनु पर्छ अनि राति यहाँ नाच्नुले नाटक निकाल्ने भनेर सिक्लाई गर्न आउँथ्यो हामी माघे सङ्क्रान्तितिर है माघे सङ्क्रान्तिमा देखाउँथ्यो नि त माघे भैलो माग्ने चलन थियो अनि यहाँ नचाउँथ्यो 11-12 वर्षसम्म नचाएर अनि मलाई चाहिँ एउटा कुरा चाहिँ थाहा छ यहाँ चाहिँ पहिला गाडी खासै आउँथेन अनि मैले यहाँ फर्स्ट टाइम गाडी देखेको भनेको चमाको बिहेमा जिप देखेको पुरा चमालाई चाहिँ बिहेमा टक्क लैजाँदा फर्स्ट टाइम गाडी यहाँ जिप देखेको मैले राति भइसक्यो है गाडी आउँथेन कस्तो डर लाग्दो थियो है बाटो नि है अनि यहाँ नचाउँथ्यो अनि तर्साउँथ्यो कहिले काहीँ त अहिले फेरि यो घर सर भवन पत्थर देख्नु यो भर्खर ताजा ताजा यो ताजा यहाँ यत्रो चौतारा थियो चौतारा पिङ पुरा पिङ हालेर चौतारामा कम्ता त रमाइलो गरिन्थेन अहिले त विकास भयो तर मान्छे घटे त्यो जस्तो रमाइलो अहिले छैन छैन जे थियो पहिल्यै छ रमाइलो अहिले चाहिँ छैन रमाइलो बेसीबाट आउँदाखेरि डोगामा किच गर्नु परेको भनेको यही हो के रे मम्मी डोगामा किच गर्नु परेको साँच्चैको हो अनि यहाँबाट चाहिँ मरेको मान्छे लान्थ्यो कि यो ध्यान थोको गरुमा भयो किन हो के परेछ डोगा भनेर बिसाउँदाखेरि त ल्याडी त फुत्त उठेर माथि गएको त्यस्तो नि त पहिलाबाट त डेन्जर तर्साउँथ्यो त पहिला घरमै पनि कस्तो के आवाज सुनिन्थ्यो है सुत्दा के यो ठाउँको नाम के हो भनिदिनु त यो यहाँ चाहिँ ऊ भन्थ्यो क्या तिहार चौतारा भन्थ्यो यहाँ सुन्नमै कुरा है सबैको हाम्रो ठुलमाले अलिक डराउनु भयो जस्तो हाम्रो ठुलमाले त्यो अनुभव ठुलमाले त अनुभव गर्न परेन है यस कुरा त यतातिर डराएको यिनीहरू भन्नु मान्छे मरेको बाटो यही हो के भयो रातै भइसक्यो रातै भइसक्यो यो यही बाटो ठ्याक्कै यहीँबाट लैजाने यही बाटो पछाडि हेर्न हुन्न रे कहिले नि हिँड्दा है सरगम यति साँगो थियो बाटो है अनि घाँस भएको हुन्थ्यो घाँस बोकेर कुई भाँसु बोकेर है त्यो यता मान्छे भाग्नु पर्थ्यो भने कहिले त यसो गरेर बाटो छोडिदिनु पर्थ्यो हो डर लाग्थ्यो थियो मैले नि अनुभव त अलिअलि गर्न पाउँथेँ सानोमा कोही त थाहा हुन्थ्यो के अरे हटिया मान्छे मर्दाखेरि फल्नाले ल्याउँथ्यो भनेपछि त्यहाँ
ट्याङ्की यहाँ बस्थे तल ट्याङ्की थियो त्यहाँ बस्थेर लास्ट रहिसकेपछि आम थियो कहिले त त्यो थाहा नहुँदैन अन्त त बाटो यसरी भेट हुन्थ्यो ल साँगुर थियो भाउजू फेरि है पिपलेको बाटो अहिले पनि छ त्यो बाटो ल भन्ने अहिले पनि छ डराएर हो क्या बत्ती बाल्नु भएको यो बत्ती मैले पनि निभाइदिएँ नि डरको माहौल हुन्छ है अनि मम्मीलाई के भन्नु छ हाम्रो मम्मीलाई पनि तर्छ तर्साउनु त है हजुर चाहिँ कसरी पढ्नु भएको छ हजुर चाहिँ अनि म त धेरैचोटि पढेछु म त झन् जहिले नि एक्लै पढ्थ्यो राति हिँड्न पढ्थ्यो थियो कि यसको दिदी एउटा सुनमा ढिब्री बाली पुरा बत्तीको थिएन ढिब्री बालेर उहाँ उता हटिया पुगेर हो उसको बिहामा गयो क्या अमृताको बिहामा लाख नचाउँदा त होइन र लाख नचाउने होइन उसको बिहा हो त्यो अब गाह्रो छ नि गाह्रो छ उसको बिहामा तिमीले जाम भन्दाखेरि हामी गइन पछि त कसो गर्दा जानु मन लाग्यो के अरे है अन्त जाने बेला त यसरी दुईजना दिदी बहिनी हात समातेर ढिप्री डालेर एउटा सलाई लिएर देउताको नाम जपेर त्यसो गरेर पुगेको हामी दुईजना उहाँ अनि उस भएन त्यो निप्थेन हावाले अन्त हामी त्यहाँ पुगेर सब दाम परेर काठबु थियो र त्यही तेलको बत्ती त हो नि म तेल बालेर ढिब्री बालेर अरू सबै दाम परेर कसरी आएर यिनीहरू भनेर समृद्धिलाई यहीँ जान्छ हामी पनि निस्क्यौँ डराए सबैजना सकेन नि हामीलाई स्टोरेज पनि फुल भयो यार एउटा फोन त किन्नै पर्ने भएछ स्टोरेज पहिलादेखि त के डराउनु र है अहिले त धेरै सुविधा डराएन हामी त त्यस्तो तर्सानिलो होइन भन्छ नि आजभोलि मान्छेहरूले तर यो साँच्चीको हो फेरि साँच्चैको यो भनेको सुनेको कुराहरू सबै साँच्चै है पहिला कसरी हुन्थ्यो ल भनिदिँदा यहाँ पहिला यो चौतारीमा यो चौतारी त ठुलो चौतारी थियो मगरहरूले सबैले यहीँ पकाएर खाने घर लानु हुन्न भनेर अनि रहेको चिजहरू पनि सबै बारीमा यस्तो बोटहरूमा क्यान्टिनमा राखेर धुन्नाएर अनि भोलिपल्ट फेरि रहने जतिको फेरि आएर फेरि यहीँ खाएर जाने हो कि नचाउनु सचाउनु हुन्थ्यो यहाँ चुर्का नचाउँथ्यो कर नचाउँथ्यो यहाँ त कति रमाइलो गर्थ्यो अनि कति परिवर्तन आइसक्यो नि त केही होइन अहिले घरभित्रमा त हुनु नहुने भनेर घरसम्म लैजान्छ अहिले हामीले घर बाहिर पकाएको छौँ अहिले बारीमा पकाउन छोडेर के भन्ने त्यो पहिला त्यो यस्तो खान मिल्ने के को बोर्ड थियो अरे त्यो पहिला हाम्रो त्यो बारीमा अनि त्यो यस्तो त्यो पात खान मिल्थ्यो त्यस्तो पात त्यहाँ तलसम्म जान्थेनौँ हामी पकाएर खान ल पानी सानी बोकेर है ल अनि काउराको बुढो हाम्रै काउरे बुढ थियो अनि यहाँ सबै त्यहाँ काउरेको बुढको तल्लो गएर माथिल्लो गरेर तस्करै मिलेर बाइक चाहिँ आउनु लाग्छ ल समृद्धिको आज यहाँ फिक्स हुँदैछ है बाबु हेर त कुन बाबु मन पर्यो तिमीलाई हामी मिलाम गरिदिनु लाग्यो बच्चाहरूको ल आऊ त आऊ यता आऊ अगाडि आऊ तिमी पनि हेर अनि यता फेरि छोरी भएर नलजाइ बसिरहेको छ फेरि ल हजुरलाई पनि देखाइदिउँ है भ्लगमा हजुरको नाति कुन हो भनिदिनु त यहाँ बिहा गरिदिन पर्यो क्या यहाँ छोरीलाई हुन्छ रोजन नै यत्रो छ मन पर्यो बोल्दै बोलेन बनाउनु पर्यो यसो साइना मगरसँग लाउनु पर्यो भनेको खोइ हाम्रो सायद देख्न सक्नुहुन्छ रातिको खाने टाइम सुरु भइसकेको छ मेरो सन्देश भाइ सरगम के रे सरगम भाइ हामी चाहिँ सरगमको उज्यालोले मात्र देखिरहेको छ नत्र अँध्यारो छ होइन अब गोरे त त्यस्तै हो हेलो अनि हाम्रो अजा नमस्ते अजा त अलिक यो अहिले चाहिँ हाम्रो खाने टाइम सुरु भइसकेको छ देख्न सक्नुहुन्छ हाम्रो मम्मी हुनुहुन्छ होइन हाम्रो बाहिर किचनमा चाहिँ यो चाहिँ घर नजिकको गोठ हो क्या हाम्रो चाहिँ है देख्न सक्नुहुन्छ है ल हाम्रो ठुलो मामा नमस्ते सन्चै हुनुहुन्छ हजुर मामा चाहिँ भर्खर आउनुभएको मामा पछाडि जुन कस्तो बवाल देखिरहेको है अनि के भन्न चाहनुहुन्छ यो पूजाको बारेमा अब यो पूजा भन्ने कुरो हाम्रो गाउँको एउटा भैर पूजा हो हजुर यो चाहिँ नि अब हाम्रो चाहिँ नि खास पहिलाको चाहिँ परम्परा अनुसार यो चाहिँ नि घरभित्र लानुहुन्न भनेर
पहिला पहिला त अझ बारीमा खान्थ्यौँ अब आजभोलि चाहिँ नि अब बारीबाट चाहिँ अलिकति गाह्रो भएर यसो घरको चाहिँ नि छेउछाउसम्म आइपुगेको छ तर अहिलेसम्म घरभित्र आराम लागिरहेको छैन यो चाहिँ हाम्रो पहिलाको चाहिँ एउटा छुट्टै चाहिँ नि ऊ छ भन्थ्यो क्या यो कस्तो पहिला रीतिरिवाज पहिला चाहिँ यसरी चाहिँ घरभित्र ल्याउँदाखेरि गाउँमा आगो लागि भएको भएर अनि त्यहाँ त्यसलाई चाहिँ नि घरभित्र लानुहुन्न भन्ने एउटा परम्परा पनि रहेछ मैले जोगाइरहेको छौँ हामी चाहिँ अहिलेसम्म घरभित्र चाहिँ गएको छैन यो हाम्रो यो सर्गमा ह्यान्सीको लागि मुछ्दै गएँ मैले चाहिँ सक्दैन ए तातो भयो अरे तातो भयो सकेन अरे हुन्छ यति भयो ल यो चाहिँ मेरो यहाँ अझै आउन बाँकी छ है रेडी भइसक्यो दाल आइसक्यो यो चाहिँ मेरो डिस है ठुल मम्मीको पनि रेडी भइसक्यो सम्ली दिदीले भ्याइसक्यो यहाँ हातमा फेरि मोबाइल समात्ने गाह्रो भइसक्यो यसले भ्याइसक्यो सुरु भइसक्यो उता आधी मान्छे उता पछाडि बस्नु भएको छ हाम्रो मम्मी अझै पनि पकाउँदै हुनुहुन्छ अलिअलि डिसहरू सो लगाएर यही है मासु चाहिँ डेन्जर खाइन्छ अझ थपिन्छ मासु चाहिँ सुरुमै सो लाइक सेयर सब्सक्राइब गरिदिनु आजलाई यति नै अब धेरै कुरा देख्नु अहिले नाचगान भयो भने देखाउँछु होइन अनि त्यति नै हो अब अहिले चाहिँ खाने बेला चाहिँ धेरै बोल्नु हुँदैन यहाँ खानेलाई मोबाइल चलाउन पाउँदैन क्या हाम्रोमा चाहिँ त्यसले गम खाने